हेलो साथीहरु, यो चाहिँ हाम्रो खेत हो। यो चाहिँ हामीले सुपारी रोपेको थियौं बुढाबुढी भएर। सुपारी चाहिँ हेर्नु न, यहाँ झ्याले नै पुरिनु आँटिसक्यो हो। अनि यो टिक गाछहरु पनि हामीले रोपेको हो। हेर्नुस्, यस्तो छ यी। हैन, घाँस चाहिँ कति पलाको आमामा के भन्नु र। यहाँ हेर्नुस्, सुपारी छैन नि, कति मरिसक्यो हो। यता देखिने छ अलिअलि सुपारीहरु। यहाँ जग्गा टिक गाछहरु हुँदैछ मसिनो र देख्दा त सबै हाम्रो खेत चाहिँ हो। यहाँ हेर्नुस् न, धान रोप्नु छैन, मकै रोप्नु छैन, हात्तीले सबै खाइदिइहाल्छ। अनि यहाँ चाहिँ सुपारी लाको, सुपारी पनि घाँस चाहिँ छोप्नु आँटिसक्यो हो। अनि तपाईहरुलाई जसलाई पनि घाँस चाहिन्छ गाईको लागि, यहाँ हाम्रो खेतमा चाहिँ घाँस छ पुरा। तपाईहरु आउन सक्नुहुन्छ घाँस काट्नको लागि हो। कोही तपाईलाई घाँस चाहिन्छ, यहाँ हेर्नुस्, यहाँ स्पिरा पनि छ यहाँ घाँस काट्नेको लागि। यहाँ हेर्नुस्, तपाईहरुले आउनुहोस् घाँस काट्नको लागि। हाम्रो सुपारी बारीमा धेरै घाँस छ, तपाईहरु आउँदा हुन्छ है घाँस काट्नको लागि।